नमस्ते सबैमा तपाईहरुलाई स्वागत छ यस भिडियोमा र यस भिडियोमा रहेर हामी बोइङ वाद्य संस्था ऐन 2073 को बारेमा व्याख्या गर्न कोसिस गर्नेछौं र योभन्दा अघिल्लो भिडियोमा पनि मैले यस ऐनको परिच्छेद 12 मा रहेको दफा 88 सम्म व्याख्या गरिसकेको छु। हजुरहरुले यदि त्यो भिडियो हेर्नु भएको छैन भने हजुरहरुले पक्कै पनि त्यो भिडियो पनि हेर्न सक्नुहुनेछ र आजको यस भिडियोमा रहेर म यस बोइङ तथा वित्तीय संस्था ऐन 2073 को परिच्छेद 12 मा रहेको दफा 89 देखि सुरु गर्नेछु र 89 देखि सुरु गरेर म यस परिच्छेदमा रहेको अन्तिम दफा 98 सम्म हजुरहरुलाई म व्याख्या गर्न कोसिस गर्नेछु र आशा छ तपाईहरुलाई यो व्याख्या एकदमै मन पर्नेछ। सुरु गरौं अब भने दफा 89 मा रहेर दफा 89 मा साउहरूको सभा भन्ने कुरा छ र यो भन्दा अघिल्लो भिडियोमा मैले दफा 88 सम्म कम्प्लिट गरिसकेको छु। दफा 88 मा दाबीको वर्गीकरण भन्ने कुरा थियो र दाबीको वर्गीकरणको कुरा गरिसकेपछि अब भने हामी दफा 89 मा छौं र 89 मा छ साउहरूको सभा, क्रेडिटर्स मिटिङ भनेर भनिन्छ यसलाई। अब साउहरू चाहिँ के गर्ने भए तिनीहरुको मिटिङ बस्ने भयो भन्ने कुरा आयो। बाध्यता खारिजीको काम कारबाही प्रारम्भ भएको बोइङ वा वित्तीय संस्थाका साउहरूले आपसी छलफल र सहमतिका लागि साउहरूको सभा गठन गर्न सक्नेछन् भन्ने कुरा छ। साउहरूले एक आपसमा कुरा गरेर उनीहरूले छलफलको लागि र सहमतिको लागि चाहिँ मिटिङ राख्न सक्नेछन्, उनीहरूले सभा गठन गर्न सक्नेछन् भनेर लेखिएको छ र उक्त सभामा चाहिँ त्यस बोइङ वा वित्तीय संस्था खारिजीमा जान लागेको छ भनेपछि खारिजीमा जाँदै गरेको बोइङ वा वित्तीय संस्थालाई अगाडि बढाउनको लागि खारेजीको काम कारबाही प्रक्रियालाई अगाडि बढाउनको लागि नियुक्ति भएका लिक्विडेटरले पनि त्यस्ता साउहरूसँग आवश्यकता अनुसार सहमति को कुरा पनि गर्न सक्नेछ। अर्को कुरा यसमा खुलाइएको छ कि लिक्विडेटरले उनी साउहरूसँग बसेर ऋणीसँग आवश्यकता अनुसार वार्ता गरी सहमति कायम गर्न सक्नेछन् भनेर यसमा खुलाइएको छ है। लिक्विडेटर भन्ने कुरा मैले यो भन्दा अघिल्लो भिडियोमा खुलाइसकेको छु। लिक्विडेटर भने के हो, कस्तो मान्छे हुन् हैन, कसरी के भन्छ नियुक्ति हुन्छ, सबै कुरा यो भन्दा अघिल्लो भिडियोमा दुईवटा भिडियोमा मैले चर्चा गरिसकेको छु र उक्त लिक्विडेटरले चाहिँ के गर्ने रहेछ, त्यो लिक्विडेटरले साउहरूको सभामा मिटिङमा चाहिँ के गर्न सक्ने रहेछ, साउहरूसँग आवश्यकता अनुसारको वार्ता गरी उनीहरुसँग डिस्कसन गरेर सहमति कायम गर्न सक्नेछन् भन्ने कुरा हो है। उनीहरुसँग वार्ता गर्नुपर्ने वार्ता गरेर र एग्रीमेन्ट पनि गर्न सक्नेछ लिक्विडेटरले साउहरूसँग भन्ने कुरा यसमा खुलाइएको छ। दफा 89 ले साउहरूको सभाको बारेमा व्याख्या गर्यो र यसपछि लागौ दफा 90 मा खारिजीको योजना भन्ने कुरा छ। यो सम्पूर्ण परिच्छेद नै खारिजीसँग सम्बन्धित परिच्छेद हो। बोइङ वा वित्तीय संस्थाको खारिजी पनि अझ बाध्यता खारिजी सम्बन्धी व्यवस्था यो परिच्छेद 12 ले गरेको छ र यही परिच्छेद 12 भित्रै हामीहरुले पढिरहेका छौं। परिच्छेद 12 भित्रको अब हामीहरुले पढ्नुपर्ने दफा 90, यो दफा 90 मा खारिजीको योजना भन्ने कुरा लेखिएको छ। अब लिक्विडेटरले नियुक्ति भएको लिक्विडेटरले चाहिँ के गर्नुपर्ने हुन्छ, खारिजीको योजना बनाउनु पर्ने हुन्छ। खारिजीको योजना चाहिँ कति समयभित्र बनाइसक्नुपर्ने हुन्छ भन्ने कुरा पनि यसमा खुलाइएको छ। खारिजीको योजना दाबीहरू पेश गरेपछि दाबीहरूको के भन्छ वर्गीकरण गरिसकेपछि भन्ने कुरा खुलाइएको छ। दाबीको वर्गीकरण गर्ने कार्य समाप्त भएपछि सोको 30 दिनभित्र 1 महिनाभित्र लिक्विडेटरले चाहिँ सो बोइङ वा वित्तीय संस्थाको खारिजी प्रक्रियाको विस्तृत योजना तयार पारी स्वीकृतिको लागि अदालत समक्ष दिनुपर्ने छ भने र त्यस्तो कुराको जानकारी चाहिँ नेपाल राष्ट्र बैंकलाई पनि दिनुपर्ने छ। फेरि पनि म दोहोर्याउँछु यो कुरालाई, लिक्विडेटरले खारिजीको योजना बनाउनु पर्ने हुन्छ र खारिजीको योजना चाहिँ कहिलेसम्म बनाउनु पर्ने हुने रहेछ। माथि हामीहरुले यो भन्दा अघिल्लो भिडियोमा पढिसकेका छौं कि वर्गीकरण, दाबीको वर्गीकरण, साउहरूले आफ्नो यति रुपैयाँ छ मैले पाउनु पर्ने भन्ने कुराको दाबी गरिसकेपछि त्यो दाबीको वर्गीकरण गरिसकेपछि 30 दिन भित्रमा खारिजीको योजना लिक्विडेटरले तयार पारिसक्नु पर्ने हुन्छ र लिक्विडेटरले त्यो खारिजीको योजना तयार पारिसकेपछि
चाहिँ त्यो योजना चाहिँ अदालत सामु पेश गर्नुपर्ने हुन्छ स्वीकृतिको लागि, एप्रुभलको लागि भने त्यस्तो कुराको जानकारी राष्ट्र बैंकलाई पनि दिनुपर्ने हुन्छ भन्ने कुरा खुलाइएको छ। र यसपछि त्यो खारेजीको योजनामा के कुरा चाहिँ संलग्न गर्नुपर्ने हुन्छ भन्ने कुरा पनि यसमा खुलाइएको छ। जस्तै देखाएका विषयहरू समावेश गर्नुपर्ने हुन्छ। जस्तै बैंक वा वित्तीय संस्थाको सम्पत्ति र दायित्वको विस्तृत विवरण र सोको प्रकृति र परिणाम है। त्यो बैंक वा वित्तीय संस्थाको सम्पत्ति र दायित्वको विस्तृत विवरण खुलाउने र तिनी सम्पत्ति र दायित्वहरू चाहिँ कस्ता प्रकारको प्रकृतिका हुन् र कति हो, तिर्नुपर्ने कति हो है, पाउनुपर्ने सम्पत्ति कति को अमाउन्ट छ हैन, त्यसको मूल्य भन्न खोजेको, त्यसको परिणाम भनेको त्यसको मूल्य कतिको छ त्यो पनि खुलाएको र त्यसको प्रकृति भने बेच्न मिल्ने हो कि हैन, लिक्विडिटी कस्तो छ, तिनी कुराहरू त्यसको प्रकृति भन्न खोजेको। र त्यसपछि बैंक वा वित्तीय संस्थाको विगत र प्रक्षेपित आय तथा व्ययको विवरण, इन्कम र एक्सपेन्डिचरको विवरण भनेर भनेको है। अब विगतको पनि अब आउनेवाला आउँदो दिनको प्रक्षेपित भनेको अनुमानित आय वा व्ययको विवरण पनि खुलाउनु पर्ने हुन्छ उक्त खारेजको योजनामा। र त्यसपछि बैंक वा वित्तीय संस्थाको वर्तमान आर्थिक कारोबार जारी राख्ने वा रद्द गर्ने सम्बन्धी विस्तृत विवरण भन्ने कुरा छ। बैंक वा वित्तीय संस्थाले जारी गरिरहेको आर्थिक कारोबार चाहिँ अब त्यो अड्डाउने कि हैन, रोक्ने कि नरोक्ने भन्ने कुरा पनि त्यसमा खुलाउनु पर्यो। अदालतबाट निर्णय वा आदेश, अदालतबाट भएको, अदालतले कस्तो खालको निर्णय वा आदेश दिएको छ, बाध्यता खारिजीमा जानुपर्ने आदेश दिएको छ कि छैन, त्यो कुरा पनि यसमा खुलाउनु पर्ने रहेछ। र अर्को कुरा जति पनि बैंक वा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारीहरूले कुनै त्यस्तो गैर कानुनी काम गरेको छन् भनेपछि त्यस्तो गैर कानुनी वा कसुर लाग्ने कामहरू गरेका छन् भने त्यसको बापत क्षतिपूर्ति माग गर्न गरिएको कारबाहीको विवरण है, क्षतिपूर्ति माग गर्न गरिएको कारबाहीको विवरण, उनीहरूले क्षतिपूर्ति दिएका छन् कि छैनन् त्यस्तो कुराको विवरण पनि खुलाउनु पर्ने रहेछ खारेजीको योजनामा। बैंक वा वित्तीय संस्थाका व्यक्तिहरूले, सञ्चालकले, पदाधिकारीले वा कर्मचारीले तिनीहरूले यदि कुनै गैर कानुनी काम गरेका छन् भने त्यसको क्षतिपूर्ति दिएका छन् कि छैनन् त्यो कुराको विवरण पनि खुलाउनु पर्ने रहेछ। र अर्को दाबी वर्गीकरण तथा भुक्तानी प्राथमिकता सहितको विस्तृत विवरण, दाबी वर्गीकरण तथा भुक्तानी प्राथमिकता सहितको विस्तृत विवरण भनेर भनेको छ। यो भन्दा माथि जुन दाबी वर्गीकरण भन्ने थियो नि 88 मा रहेको दाबीको वर्गीकरण र कुन दाबीलाई चाहिँ पहिले तिर्नुपर्ने हो त्यो प्राथमिकताको आधारमा पनि राखिएको विवरण चाहिँ खुलाउनु पर्ने रहेछ, यसमा संलग्न गर्नुपर्ने रहेछ खारेजीको योजनामा। र त्यसपछि छ बैंक वा वित्तीय संस्थाको मुख्य सम्पत्ति वा सम्पत्तिहरूको समूहको बिक्री तथा तरलता सम्बन्धी योजना भनेर लेखिएको छ। मुख्य सम्पत्ति के र सम्पत्तिहरूको समूहको बिक्री तथा तरलता सम्बन्धी योजना। तरलता भनेको बेच्न कतिको मिल्छ, त्यो बिक्री तथा तरलताको सम्बन्धी योजना भनेर रहेछ। बेच्ने हो कि हैन र बेच्नु पर्ने भयो भने सजिलै बिक्री हुन्छ या हुँदैन। सजिलै बिक्री हुन्छ भने तरलता राम्रो रहेछ, तरलता बढी रहेछ भन्ने कुरा बुझियो हैन। लिक्विडिटी कतिको छ भन्ने कुरा आयो। लिक्विडिटी छ भनेपछि छ भन्नुको मतलब बेच्न सजिलो छ भनेको हो है। त्यो भएर तरलता सम्बन्धी योजना भने यसमा लेखिएको छ कि सम्पत्तिहरूको समूहको बिक्री तथा तरलताको सम्बन्धी योजना, त्यो योजना पनि यसमा खुलाउनु पर्ने भयो र मुख्य सम्पत्तिको पनि कुरा यसमा खुलाउनु पर्ने भयो है। त्यस्तो खालको योजनाको बारेमा बिक्री गर्ने योजना छ कि छैन, योजनामा के छ, बिक्री गर्ने या नगर्ने, त्यो कुरा भनेको यो। त्यसपछि बैंक वा वित्तीय संस्थाको दायित्व तथा आगामी 90 दिनभित्र निक्षेपकर्ता वा साहूहरूलाई तिर्नुपर्ने सम्भाव्य भुक्तानी विवरण तालिका भनेर भनेको छ। आगामी 90 दिनभित्र अब तिर्नुपर्ने सम्भाव्य भुक्तानीको विवरणको तालिका, यो साहूहरूलाई हामीले तिर्छौँ होला 90 दिनभित्र चाहिँ यिनी साहूहरूलाई हामीले तिर्छौँ होला, उनीहरूको दाबी चाहिँ भन्ने कुरा चाहिँ खुलाउनु पर्यो। सम्भाव्य भनेको छ अब एक्युरेट हुन नसक्ला तर सम्भावित भुक्तानी गर्नुपर्ने विवरणहरू चाहिँ खुलाउनु पर्ने भयो 90 दिनभित्र। अब कसलाई भुक्तानी गर्न सकिन्छ त्यो कुरा खुलाउने भनेर लेखिएको छ। सम्पूर्ण दायित्व चाहिँ खुलाउनु पर्यो र तिर्नु पर्ने 90 भित्र तिर्न सकिनेवाला सम्भावित दायित्वहरू पनि खुलाउनु पर्यो।
बाध्यतामा खारेजीको लागत तथा खर्च बाध्यतामा खारेजीको प्रक्रियाको बेलामा जति पनि काम कारबाहीहरू गर्नुपर्ने छ त्यो काम कारबाहीहरू गर्ने बेलामा कतिको खर्च भएको छ त्यो खर्च पनि खुलाउनु पर्ने र राष्ट्र बैंकले तोकेको अन्य विवरण यदि राष्ट्र बैंकले माग्यो भने त्यस्ता खालका विवरणहरूलाई पनि यसमा संलग्न गर्नुपर्ने हुन्छ भनेर लेखिएको छ। यो खारेजीको योजनाभित्र संलग्न गर्नुपर्ने विवरणहरू कुराहरू चाहिँ यसमा उल्लेख गरिएको थियो। हामीहरूले यसको बारेमा पनि छलफल गर्यौं र अर्को कुरा अब योजना खारेजीको योजना बनाइसकेपछि यिनी के भन्छ यिनी विवरणहरूलाई उल्लेख गरेर बनाइसकेपछि उक्त योजना चाहिँ फेरि पनि अपडेट गर्नुपर्ने हुन्छ। यो योजना त छोटो समयको लागि बनाइएको योजना हो, मतलब यो योजना त फेरि परिवर्तन भइरहेको छ। यस्तो योजना त फेरि पनि बनाइराख्नु पर्ने हुन्छ। एकचोटि बनाएको योजनाले वर्षौं वर्ष त पुग्ने होइन। त्यो भएर त्रैमासिक रूपमा अद्यावधिक गर्नुपर्छ भनेर लेखिएको छ यसमा है। 3 महिनाको अवधिमा चाहिँ के गर्ने फेरि पनि 3 महिनाको अवधिमा यो योजनालाई चाहिँ अपडेट गरिराख्नुपर्छ। यसलाई अपडेट गरिराख्नुपर्छ, फेरि बनाइराख्नुपर्छ भनेको है, रिन्यू गरिराख्नुपर्छ भने जस्तै बुझ्नुभयो होला। यो खारेजीको योजनालाई फेरि पनि अपडेट गरिराख्नु पर्ने रहेछ 3 महिनाको अन्तरालमा। 3 महिनाको अन्तरालमा नयाँ खारेजीको योजना बन्ने रहेछ। यति बुझ्नुहोस् हजुरहरूले है। खारेजीको योजनालाई अदालतले स्वीकृत गरेपछि सो योजना दाबी उल्लेख भएको बैंक वित्तीय संस्थाका सावरलाई निरीक्षणका लागि उपलब्ध गराउनु पर्ने हुन्छ भनेर लेखिएको छ। अब त्यो दाबी उल्लेख भएको यदि त्यो खारेजीको योजनाभित्र कुनै साहुहरूको दाबी उल्लेख गरिएको छ भने त्यस्ता खालका साहुहरूलाई चाहिँ त्यो योजना निरीक्षण गर्नको लागि चाहिँ उपलब्ध गराउनु पर्यो भनेर लेखिएको छ है। कुनै साहुहरूले दाबी गरेका छन् र त्यो दाबी चाहिँ त्यो योजनाभित्र खारेजीको योजनाभित्र चाहिँ उल्लेख गरिएको छ भने त्यही साहुहरूले चाहिँ त्यो योजनालाई पढ्न पाउनु पर्यो। त्यो पढ्नको लागि चाहिँ के गर्नुपर्ने भयो, लिक्विडेटरले तिनी साहुहरूलाई चाहिँ उपलब्ध गराइदिनु पर्ने हुन्छ भनेर लेखिएको छ। अदालतले स्वीकृत गरेपछि फेरि अदालतको स्वीकृतिमा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाध्यतामा खारेजीमा गएको बैंक वित्तीय संस्थाले पूर्ण वा आंशिक रूपमा लगानी गरी पुनः पुँजीकृत गरिने छैन भनेर लेखिएको छ। अब बैंक वित्तीय संस्था चाहिँ के गर्यो भने बाध्यतामा खारेजीमा गइसक्यो भनेपछि अब त्यसमा अब पुरै टोटल क्यापिटल लगाएर भए तापनि वा आदि उद्धि लगानी गरेर पनि त्यो पुँजीकृत गरिने छैन भनेर भन्नुको मतलब त्यसलाई फिर्ता ल्याउन सकिने छैन। बैंक वित्तीय संस्थालाई फेरि पनि खारेजीलाई चाहिँ के भन्छ त्यसलाई रिन्यू गर्न सकिने छैन, रिजेनेरेट गर्न सकिने छैन। त्यो बैंक वित्तीय संस्थालाई पुनः जागरुक बनाउन सकिने छैन। पुनः त्यो बन्द भइसक्यो, खारेजीमा गइसक्यो भनेपछि गइसक्यो। त्यसलाई चाहिँ फेरि पनि त्यसकै नाममा पुनः फिर्ता ल्याउन सकिँदैन, त्यसरी बुझ्नुहोस् भनेर भनेको। त्यो पुरा होस् या आंशिक रूपमा लगानी गरियोस्, जसरी गरे तापनि त्यसलाई फिर्ता ल्याउन सकिन्न, सेम संस्थालाई चाहिँ फिर्ता ल्याउन सकिन्न भन्ने अर्थ हो यसको। निक्षेपकर्तालाई तत्काल पेस्की दिन सकिने भनेर लेखिएको छ। एडभान्स दिन सकिन्छ निक्षेपकर्ताहरूलाई, भन्नुको मतलब डिपोजिटर्सहरूलाई के गर्न सकिने रहेछ, पेस्की दिन सकिने रहेछ। यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लिक्विडेटरलाई बाध्यतामा खारेजीको प्रक्रियामा गएको बैंक वित्तीय संस्थाको निक्षेपकर्तालाई निक्षेप विवरणको समयमा हिसाब मिलान हुने गरी पेस्कीको रूपमा प्रति खाता बढीमा 1 लाख रुपैयाँसम्म वितरण गर्न सकिनेछ भनेर लेखेको छ। यसमा लेखेको छ कि लिक्विडेटरले बाध्यतामा खारेज लागेको बैंक वित्तीय संस्थाको लिक्विडेटरले निक्षेपकर्ताहरूलाई बढीमा 1 लाख, त्योभन्दा कम पनि हुन सक्ने भयो, बढीमा 1 लाख रुपैयाँसम्म चाहिँ एडभान्स दिन सक्नेछ निक्षेपकर्ताहरूलाई। त्यो एडभान्स दिने बेलामा चाहिँ फेरि कन्डिसन पनि लगाउनु पर्ने हुने रहेछ। कन्डिसन चाहिँ के लाग्ने रहेछ भनेपछि त्यो 1 लाख चाहिँ पछि भुक्तानी गर्ने बेलामा चाहिँ मिलाउने है। कुनै निक्षेपकर्तालाई चाहिँ हामीले तत्काल एडभान्स दिन पनि मिल्ने रहेछ। दिँदाखेरि चाहिँ के हुने भयो, प्रत्येक खाता
प्रति खाता चाहिँ हामीले 1 लाख बढीमा बढी 1 लाख चाहिँ दिन मिल्ने रहेछ। जस्तै कुनै डिपोजिटर्सले आफ्नो एकाउन्टमा 10 लाख डिपोजिट गरेको छ भने तापनि त्यसलाई 1 लाख दिन मिल्ने भयो है। त्यसलाई अब 1 लाख दिन मिल्ने भयो एडभान्समा चाहिँ। त्यो 1 लाख चाहिँ पछि फेरि अब 10 लाख डिपोजिट थियो भनेपछि अब बाँकी पछि चाहिँ 9 लाख दिइन्छ। त्यसरी चाहिँ पछि मिलाउने गरी चाहिँ एडभान्स दिन मिल्छ भनेर भनेको है, पेस्की भनेको एडभान्स। उपदफा 1 बमोजिम दिएको पेस्की दफा 94 बमोजिम भुक्तानी गर्दाका बखत समायोजन गर्नुपर्नेछ भनेर भनेको छ। यो कुरा मैले भनिदिइसकेँ। अब यो एडभान्स दिइसकेपछि पछि भुक्तानी गर्ने समयमा चाहिँ भुक्तानी गर्दाका बखत समायोजन गर्नुपर्ने हुन्छ भन्नुको मतलब मिलाउनु पर्ने हुन्छ। 1 लाखलाई चाहिँ त्यति मिलाउनु पर्ने हुन्छ भनेर भनेको है। पहिले दिएको एडभान्स पेस्कीलाई चाहिँ भुक्तानी गर्ने क्रममा मिलाउनु पर्ने हुन्छ भनेर भनेको। सम्पत्ति बिक्री गर्ने अधिकार, मलाई लाग्छ तपाईँहरूले यो खारेजीको निश्चय गर्दालाई तत्काल पेस्की दिन सक्ने कुरा पनि खुला, यो पनि बुझ्नुभयो होला, किनभने यो सजिलो नै छ। योभन्दा माथि खारेजीको योजना भन्ने कुरा पनि सजिलै मान्नुभयो होला। अहिलेसम्म त्यस्तो अप्ठ्यारो नबुझ्ने खालको छैन। आशा छ हजुरहरूले मैले अहिलेसम्म भनेको कुराहरू सबै बुझ्नु भएको छ। र अब भने हाम्रो दफाको पालो छ 92। दफा 92 को बारेमा पनि म हजुरहरूलाई व्याख्या गरिदिन्छु र सुन्नु होला। यसमा छ यो दफा 92 मा सम्पत्ति बिक्री गर्ने अधिकार, सम्पत्ति बिक्री गर्ने अधिकार भनेर लेखिएको छ। यो अधिकार चाहिँ लिक्विडेटरलाई हुने भयो सम्पत्ति बिक्री गर्ने, किनभने लिक्विडेटरले नै खारिजीको प्रक्रियाहरू काम कारबाहीहरूलाई चाहिँ अगाडि बढाइरहेको हुन्छ। यो अहिले अब के भन्छ, अदालतले आदेश दिइसकेपछि लिक्विडेटर नियुक्ति भइसकेपछि यिनी काम कारबाहीहरू सुरु भइरहेछन्। त्यो भएर लिक्विडेटरले के गर्न सक्छ, सम्पत्ति बिक्री वितरण गर्न सक्छ, लिलाम बिक्री गर्न सक्छ भन्ने कुरा यसमा खुलाइएको छ। राष्ट्र बैङ्कले दिएको निर्देशनको अधीनमा रही लिक्विडेटरले बाध्यमिक खारिजीको प्रक्रियामा गएको बैङ्क वित्तीय संस्थाको साहुको स्वीकृत दाबीको सुरक्षण स्वीकृत दाबीको सुरक्षण बापत दिएको सम्पत्ति लगायत त्यस्तो बैङ्क वित्तीय संस्थाको अन्य सम्पूर्ण सम्पत्तिलाई देहाय बमोजिम लिलाम बिक्री गर्न गराउन सक्नेछ भनेर भनेको। यो भनेको के भनेपछि क्रेडिटरबाट भन्नु मतलब साहुहरूबाट हामीहरूले ऋण ल्याएका छौँ है, क्रेडिट ल्याएका छौँ अथवा लोन ल्याएका छौँ भन्ने पनि भयो। लोन ल्याएका छौँ र त्यसको बापत हाम्रो बैङ्क वित्तीय संस्थाको चाहिँ के छ, धितो चाहिँ राखिएको छ, सम्पत्तिलाई चाहिँ धितो राखिएको छ। एउटा बैङ्क वित्तीय संस्थाले मान्नुहोस्, एउटा बैङ्क वित्तीय संस्थाले चाहिँ के गर्यो भनेपछि साहुहरूबाट लोन ल्यायो। साहुहरूबाट लोन ल्याएको बापत चाहिँ त्यसले आफ्नो सम्पत्तिलाई चाहिँ धितो राख्यो है। त्यस्तो खालको सम्पत्ति पनि बैङ्कको सम्पत्ति जस्तै भयो होइन, एउटा कुरा त। अनि बैङ्कको सम्पत्ति नै भयो है। त्यसपछि बैङ्कको आफ्नै सम्पत्ति पनि हुन्छ, आफ्नै सम्पत्ति होला र धितो राखेको सम्पत्ति होला, दुई प्रकारको सम्पत्ति हुने भयो। यिनी दुई प्रकारको सम्पत्तिलाई चाहिँ के गर्न सक्ने भयो, लिलाम बिक्री गर्न वा गराउन सक्ने भयो लिक्विडेटरले। तर त्यो गर्ने बेलामा चाहिँ के गर्नुपर्ने भयो, राष्ट्र बैङ्कले दिएको निर्देशनको अधीनमा रहेर त्यो गर्नु पर्यो। मतलब डिरेक्टिभ्स, यहाँनिरको डिरेक्टिभ्स अनुसार चाहिँ त्यो काम कार्यहरूलाई चाहिँ अगाडि बढाउनु पर्ने भयो लिक्विडेटरले बिक्री चाहिँ गर्न सक्ने, तर राष्ट्र बैङ्कले दिएको निर्देशनको अधीनमा रहेर गर्न सक्ने। कस्ता खालका सम्पत्तिलाई चाहिँ बिक्री वितरण गर्न सक्ने, धितोमा रहेका कर्जा बापत लिएका धितोमा रहेका सम्पत्ति र बाँकी अब बैङ्कका अन्य सम्पत्तिहरूलाई चाहिँ के गर्न सक्छ, लिलाम बिक्री गर्न गराउन सक्छ भन्ने कुरा छ। र बजारमा सजिलोसँग बिक्री गर्न सकिने धितो पत्र भन्नुको मतलब डिबेन्चर भन्छ होला इङ्ग्लिसमा, विदेशी मुद्रा वा बजारमा तुरुन्त बिक्री हुन सक्ने सम्पत्तिलाई कारोबार हुने स्थानमा भनेर लेखेको छ। बिक्री गर्ने चाहिँ कारोबार हुने स्थानमा चाहिँ बिक्री गर्न सकिने भयो। बजारमा सजिलो बिक्री गर्न सकिने खालका धितो पत्र, विदेशी मुद्रा वा बजारमा तुरुन्तै बिक्री हुन सक्ने, बजारमा तुरुन्तै बिक्री हुन सक्ने सम्पत्ति वा धितो पत्र वा विदेशी मुद्रा, यिनी तीनवटा कुराहरूलाई चाहिँ के गर्न सकिने भयो, कारोबार हुने स्थानमा चाहिँ बिक्री गर्न सकिने भयो। र अर्को कुरा, यदि यिनी सम्पत्तिहरू छन् भने होइन, यिनी कुराहरू चाहिँ यदि धितो पत्र, विदेशी मुद्रा र बजारमा तुरुन्त बिक्री हुन सक्ने सम्पत्ति बैङ्कको छ भने साहुहरूको ऋण चुक्ता गर्नको लागि चाहिँ लिक्विडेटरले
राष्ट्र बैंकको अधीनमा राष्ट्र बैंकको निर्देशनको अधीनमा रहेर बिक्रीको वितरण गर्न सक्ने भयो है त। हजुरहरूले यो कुरा पनि बुझ्नुभयो होला। र अर्को कुरा साहुको कर्जा सुरक्षण बापत दिएको बजारमा सजिलै बिक्री हुने धितोपत्र। यो चाहिँ अब यो पनि सेम कुरा हो, यो माथिकै जस्तै अब यसमा पनि धितोपत्र विदेशी मुद्रा र बजारमा तुरुन्तै बिक्री हुन सक्ने सम्पत्तिलाई बेच्न सकिनेछ कारोबार हुने स्थानमा। तर यिनी धितोपत्र विदेशी मुद्रा बजारमा तुरुन्तै बिक्री हुन सक्ने सम्पत्ति चाहिँ यदि साहुको धितोमा छन् भने हैन, साहुबाट लिएको ऋणको बापत धितोमा छन् भने त्यस्तो खालको सम्पत्ति चाहिँ त्यो त अब धितोमा राखिएको छ भनेपछि त्यो त साहुहरूको अधिकारभित्र परेको सम्पत्ति जस्तो मानियो। धितोमा राखिएका छन् भने, किन भनेपछि कर्जा नतिरेको बापत त त्यही साहुहरूले नै त्यो धितो पाउनु पर्ने हो। त्यो भएर त्यस्तो खालको धितोहरू बिक्री गर्ने अधिकार चाहिँ साहुहरू स्वयं उनीहरूलाई नै हुनेछ भनेर लेखिएको छ यसमा है। साहुहरूले स्वयंले बिक्री गर्न सक्नेछन् भन्ने कुरा यसमा लेखिएको छ। डिबेन्चरहरू, धितोपत्र, विदेशी मुद्रा र अन्य बिक्री हुन सक्ने सम्पत्तिलाई साहुहरूले स्वयंले बिक्री गर्न सक्नेछन्। तर त्यो सम्पत्ति बैंकको भए तापनि उनीहरूको अधिकार चाहिँ हुने रहेछ भनेर लेखिएको छ। सम्पत्ति लिलाम बिक्री गर्दा मनासिब मूल्य प्राप्त हुँदैन भन्ने लिक्विडेटरलाई लागेमा अन्य कुनै पनि तवरबाट बिक्री गर्न। अब लिलाम बिक्री गर्दाखेरि सम्पत्तिको मूल्य चाहिँ चाहिए जतिको पाउनुपर्ने जति मूल्य पाइन्न जस्तो लाग्यो भने लिक्विडेटरले अन्य अरू तरिकाहरूबाट यदि अरू कोही उचित तरिका छ भनेपछि त्यस्तो खालको तरिकाहरूबाट पनि सम्पत्तिलाई बिक्री वितरण गर्न सक्छ भन्ने कुरा छ। र राष्ट्र बैंकले तोके बमोजिम अन्य व्यवस्था गर्ने भनेर लेखेको छ। राष्ट्र बैंकले तोके बमोजिम अन्य व्यवस्था पनि गर्ने भनेर लेखिएको छ। राष्ट्र बैंकले अरू अन्य व्यवस्थाहरू तोकिदियो भने त्यस अनुसार पनि बिक्री वितरण गर्न सक्ने भनेर लेखेको लिक्विडेटरले है। र अब भने हामी जाउँ 93मा, दफा 93मा रहेर छलफल गरौँ। यस दफामा लेखिएको छ दाबी फर्चेटको सूचना भनेर लेखिएको छ। दाबी फर्चेट भन्नुको मतलब दाबी गरेका साहुहरूले दाबी गरेका छन्, आफ्नो ऋणको दाबी गरेका छन्। त्यो दाबी चाहिँ के गर्नुपर्ने हुन्छ, अब बैंक बन्द हुँदैछ भनेपछि पहिले त सबै ऋण हैन निक्षेपकर्ताका निक्षेपहरू सबैलाई त के गर्नु पर्यो, भुक्तानी त गर्नु पर्यो, चुक्ता त गर्नु पर्यो। त्यो भएर अब सेटलमेन्टतिर चाहिँ लाग्यो हामीहरू है, दाबी भुक्तानीतिर चाहिँ लाग्यो है। त्यो सूचना चाहिँ अब के गर्ने, प्रकाशन गर्ने, के गर्नलाई, अब भुक्तानी गर्नको लागि। दाबी भइसकेको छ, दाबीको अब सेटलमेन्ट गर्नको लागि चाहिँ नोटिस जारी गर्ने। लिक्विडेटरले दफा 90 बमोजिमको खारेजी योजना बमोजिम दाबी फर्चेट गर्नका लागि दाबीको प्रकृति, परिणाम र भुक्तानी प्राथमिकता समेत खुलाई सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ। अब योजनामा चाहिँ के गरिएको छ, योजनामा खारेजीको योजनामा दाबीको प्रकृति, परिणाम हैन, त्यसको वर्गीकरण पनि छ अझ हैन, र भुक्तानी प्राथमिकता समेत। भुक्तानी गर्ने बेला त्यो कुनलाई पहिलो अर्डरमा प्राथमिकतामा को हैन, कुन चाहिँ बढी प्राथमिकता राखिने त्यो अर्डर मिलाएर राखिएको हुन्छ। दाबीलाई पनि कुन पहिले तिर्नुपर्ने हो भनेर त्यो अर्डर मिलाएको हैन। यिनी दाबीको प्रकृति, परिणाम र त्यो प्राथमिकता चाहिँ के गरिएको हुन्छ, खारेजीको योजनामा लेखिएको हुन्छ। त्यो लिक्विडेटरले त्यो खारेजीको योजना बनाउने क्रममा र त्यो चाहिँ दफा 90मा लेखिएको छ हैन, त्यसको बारेमा व्यवस्था गरिएको छ। र त्यस खारेजीको योजना अनुरूप चाहिँ के गर्ने, तिनी कुराहरूलाई पनि खुलाइ, त्यो खारेजीको योजनाभित्र रहेका यस्ता विवरणहरूलाई खुलाएर सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्ने हुन्छ। अब त्यो पत्रिकामा, रेडियोमा, टेलिभिजनमा चाहिँ के गर्नुपर्ने हो, सूचना प्रसारण गर्नुपर्ने भयो। र 94मा छ भुक्तानीको प्राथमिकता। बाध्यता खारेजीमा गएको बैंक वा वित्तीय संस्थाले देखाएको प्राथमिकता अनुसार, प्राथमिकता क्रम अनुसार चाहिँ दायित्व भुक्तानी गर्नुपर्ने हुन्छ। यो चाहिँ अब अर्डर, अहिले माथि हामीले भनिरहेको थियौँ नि अर्डर भनेर, दाबीको अर्डर भनेर हैन, त्यो अर्डर चाहिँ हो पहिले कुनलाई तिर्ने भन्ने कुरा, भुक्तानीको
प्राथमिकता पहिले अब कसलाई तिर्ने त्यसपछि कसलाई तिर्ने भन्ने कुरा यहाँ स्टेप वाइज लेखिएको छ। जस्तै बाध्यता खारेजीको लागि खर्च भएको खर्च, अब त्यो बैंक अफ वित्तीय संस्था बाध्यता खारेजी जाने बेलामा जति पनि खर्च भएको छ त्यो खर्चलाई चाहिँ पहिले चुक्ता गर्नुपर्ने रे। त्यसपछि निक्षेपकर्ताको कुल स्वीकृत दाबी रकमको सीमामा नबढ्ने गरी प्रचलित कानुन बमोजिम भएका निक्षेप बिमा सुरक्षासम्मको रकम वा त्यस्तो रकम निक्षेप रकम कानुन बमोजिम स्थापना भएको निक्षेप बिमा सुरक्षण गर्ने संस्थालाई भुक्तानी गरेको भए सो बराबरको रकम। यसमा चाहिँ के छ भने डिपोजिटको पनि के गरिन्छ भनेपछि बिमा गरिन्छ, इन्सुरेन्स गरिन्छ है। डिपोजिटको इन्सुरेन्स गरिएको छ भनेपछि डिपोजिटको इन्सुरेन्स गरेको बापत कुनै डिपोजिटर्सहरूले चाहिँ के गर्न पाउनेछन् भनेपछि उनीहरूले चाहिँ निश्चित हदसम्मको रकम चाहिँ तिनीहरूले पाउँछन्। किनभने डिपोजिटको इन्सुरेन्स गरे बापत चाहिँ उनीहरूले आफ्नो डिपोजिटको एउटा के हुन्छ भनेपछि सुरक्षासम्मको रकमको दाबी रकमको सीमामा नबढ्ने गरी के हुन्छ निक्षेप बिमा सुरक्षासम्मको रकम भन्ने छ नि। यसमा यो चाहिँ लिमिट हुन्छ। नेपालमा चाहिँ यसको 5 लाख राखिएको रहेछ। 5 लाख है। डिपोजिट के भन्छ निक्षेप बिमा सुरक्षासम्मको रकम चाहिँ 5 लाख छ। यसको हद चाहिँ है। अब 5 लाख भन्दा बढी गरेको छ भनेपछि चाहिँ त्यो बैंक अफ वित्तीय संस्थाले नै दिने भयो। होइन भने कम्पनीहरूले के गरे हुन्छन् सुरक्षा इन्सुरेन्स कम्पनीहरूले चाहिँ डिपोजिटको इन्सुरेन्स राखिदिएका हुन्छन् है। इन्सुरेन्स कम्पनीहरूले डिपोजिटको इन्सुरेन्स राखिदिएका हुन्छन्। त्यो भएर त्यस्ता इन्सुरेन्स कम्पनीहरूले चाहिँ के गर्न सक्ने भए त्यो बिमाको सट्टामा चाहिँ यदि कर्जा तिरिरहेको छन्, शुल्क तिरिरहेको छन्, बिमा गरे बापत शुल्क तिरिरहेका छन् भने चाहिँ यदि बैंक अफ वित्तीय संस्थाले अथवा डिपोजिटर निक्षेपकर्ताले चाहिँ यदि शुल्क तिरिरहेको छ बिमा गरे बापत डिपोजिटको बिमा गरे बापत चाहिँ शुल्क तिरिरहेको छ भनेपछि इन्सुरेन्स कम्पनीहरूले चाहिँ उक्त बिमा बापत चाहिँ के गर्छन् रकम चाहिँ के गर्ने भए एउटा लिमिटको चाहिँ रकम दिने भए है। निक्षेप बिमा सुरक्षासम्मको रकम चाहिँ उनीहरूले दिने भए। तर त्योभन्दा बढी छ भने बैंक अफ वित्तीय संस्थाले नै पछि गएर फिर्ता गर्नुपर्ने हुन्छ। यहाँ लेखिएको छ बाँकी रकम चाहिँ के गर्छ बैंक अफ वित्तीय संस्थाले नै के गर्ने भयो बमोजिम भुक्तानी भई बाँकी हुन आएको निक्षेप चाहिँ त्यो चाहिँ बैंक अफ वित्तीय संस्थाले भुक्तानी गर्ने। होइन भने पहिलेको यो डिपोजिटको इन्सुरेन्स गरे बापत चाहिँ इन्सुरेन्स कम्पनीले नै के गर्ने रहेछ निक्षेप बिमा सुरक्षासम्मको रकम चाहिँ के गर्ने रहेछ त्यसै इन्सुरेन्स कम्पनीले दिने रहेछ। यति बुझ्नुस् है। डिपोजिटरहरूले बैंकमा डिपोजिट गर्छन् त्यसको इन्सुरेन्स हुन्छ। इन्सुरेन्स कसले गर्छ इन्सुरेन्स कम्पनीले गर्छ। इन्सुरेन्स कम्पनीले गरेको इन्सुरेन्सको बापत चाहिँ के इन्सुरेन्स कम्पनीमा भएको इन्सुरेन्स बापत चाहिँ इन्सुरेन्स कम्पनीले निक्षेप बिमा सुरक्षासम्मको रकम दिन्छ है। बाँकी त्योभन्दा बढी यदि डिपोजिट छ भने त्योभन्दा बढी डिपोजिट छ भने त्यो बढी डिपोजिट बाँकी डिपोजिटलाई फेरि अब खण्ड गमा रहेको व्यवस्था अनुसार चाहिँ तिर्नुपर्ने हुन्छ बैंक अफ वित्तीय संस्थाले नै। बुझ्नु हो। जस्तै अब यो कोही डिपोजिटरले 5 लाखको डिपोजिट गरेको छ। जस्तै नेपालमा त 5 लाखकै छ। फेरि अब यो निक्षेप बिमा सुरक्षासम्मको रकम भनेर नेपालमा 5 लाख गरिएको छ। जस्तै कोहीले 7 लाख डिपोजिट गरेको छ भनेपछि 5 लाख त त्यसले इन्सुरेन्स कम्पनीबाट पाइहाल्ने भयो। यदि रेगुलर शुल्क तिरिरहेको छ भने चार्ज तिरिरहेको छ भनेपछि बिमा गरे बापत होइन 5 लाख त पाइहाल्ने भयो बिमा कम्पनीबाट र बाँकी 2 लाख चाहिँ के गर्छ त्यही बैंक अफ वित्तीय संस्थाबाट। यो खण्ड खमा लेखिए बमोजिम चाहिँ यसले निक्षेपकर्ताहरूले पाउने गर्छन् भनेर लेखिएको। बैंक अफ वित्तीय संस्थाका कर्मचारीहरूलाई दिनुपर्ने तलब भत्ता तथा अन्य दायित्व बाबतको रकम यदि कुनै अन्य दायित्व या तलब भत्ता छ भनेपछि कर्मचारीहरूले दिनुपर्ने कर्मचारीले दिनु पर्यो। त्यसपछि कर्मचारी पालो त यसमा आयो खण्ड गमा आयो होइन। एकदमै पछि रहेछ यो चाहिँ। र त्यसपछि अब कर तिर्नुपर्ने छ भनेपछि होइन बुझाउनु पर्ने रकम भनेर लेखिएको छ। कर तिर्नुपर्ने छ भनेपछि अब स्थानीय निकायलाई राष्ट्र बैंकलाई नेपाल सरकारलाई चाहिँ कर दिनुपर्ने। र त्यसपछि अब छ अन्य बैंक वा वित्तीय संस्थाले तिर्नुपर्ने
बाँकी शुल्क वा मूल्याङ्कन बापत तिर्नुपर्ने रकम भनेर लेखिएको छ। कुनै पनि तपाईँहरूले चाहिँ यदि अब बैंक अफ वित्तीय संस्था अन्य बैंक अफ वित्तीय संस्थालाई चाहिँ तिर्नुपर्ने बाँकी शुल्क छ भनेपछि अब तिर्नुपर्ने भयो, मूल्याङ्कन बापत तिर्नुपर्ने रकम भनेर लेखिएको छ। अन्य साउ वा अन्य दाबी बापतको रकम, अन्य साउ वा अन्य दाबी बापतको रकम प्रचलित कानुन बमोजिम सेयर धनीहरूलाई, प्रचलित कानुन बमोजिम सेयर धनीहरूलाई पनि अब दिनुपर्ने भयो भनेर लेखिएको है। सेयर धनीहरू त आज ओनर हुन्, उनीहरूलाई दिए पनि नदिए पनि हुन्छ, तर कुनैलाई दिनुपर्ने छ भनेपछि प्रचलित कानुन बमोजिम सेयर धनीहरूलाई पनि दिन सकियो। सेयर धनीहरूले यदि पनि दाबी गर्न मिल्ने, प्रचलित कानुन बमोजिम दाबी गर्न मिल्ने छ भनेपछि। यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखेका भए तापनि दफा 91 बमोजिम बिक्री वितरण गर्दा बिक्री वितरण नभएको कुनै सम्पत्ति कुनै साउलले चाहिँ बैंक वित्तीय संस्थाबाट आफूले पाउन सक्ने रकम बापत बुझ्ने मन्जुर गरी निवेदन दिएमा त्यस्तो सम्पत्तिको मूल्य राष्ट्र बैंकले निर्धारण गरिदिएको मापदण्डको अधीनमा रही लिक्विडेटरले त्यस्तो साउलाई सो सम्पत्ति हस्तान्तरण गर्न सक्नेछ भनेर लेखेको छ। यो भनेको चाहिँ यदि अब दफा 91 मा बिक्री वितरणसँग सम्बन्धित थियो हैन, लिक्विडेटरले बिक्री गर्ने अधिकार भन्ने थियो 91 मा, त्यो 91 मा बिक्री गर्ने अधिकार लिक्विडेटरले पाएको थियो भनेपछि है 91 को बमोजिम 91 मा 92 है 92 यो 92 मा लेखिएको छ नि त। 92 मा सम्पत्ति बिक्री गर्ने अधिकार लिक्विडेटरले पाएको छ। यो 92 बमोजिम यदि लिक्विडेटरले बिक्री गर्दाखेरि कुनै त्यस्तो खालको सम्पत्ति चाहिँ छुट्यो हैन, बिक्री भएन भने चाहिँ बिक्री वितरण गर्दा बिक्री भएन भने यो चाहिँ खासमा 92 रहेछ, 91 लेखिएको छ यसमा है। यो दफा 92 चाहिँ हो, यसमा चाहिँ किन गल्ती भएछ है। दफा 92 चाहिँ हो, यसमा दफा 92 नै उल्लेख गरिएको छ सम्पत्ति बिक्री गर्ने अधिकार है। यसमा चाहिँ के मिस्टेक भेटियो, यो चाहिँ खासमा आधिकारिक डकुमेन्ट नै हो। ल सुन्नुहोस् हजुरहरूले, त्यही हो, यसमा 91 भन्दा नि 92 रहेछ है। 92 बमोजिम बिक्री वितरण गर्ने अधिकार लिक्विडेटरले पायो। यदि बिक्री गर्दाखेरि चाहिँ कुनै सम्पत्ति बिक्री भएन भने अब त्यो बिक्री नभएको सम्पत्ति चाहिँ म लग्छु भनेर कुनै निक्षेपकर्ताले अथवा साउलले चाहिँ के गर्यो भने एप्लिकेसन दियो भने, निवेदन दियो भने त्यो सम्पत्तिको मूल्य राष्ट्र बैंकले निर्धारण गरिदिएको मापदण्डको अधीनमा रहेर मापदण्डको अधीनमा रही लिक्विडेटरले त्यस्तो साहुलाई चाहिँ सो सम्पत्ति हस्तान्तरण गर्न सक्छ भनेर लेखिएको छ। यदि कुनै साहुले के गर्यो रे बैंक वित्तीय संस्थाको बिक्री नभएको सम्पत्तिलाई चाहिँ यो सम्पत्ति चाहिँ म लिन सक्छु भनेर आफ्नो जति पनि आफ्नो ऋण छ नि त्यो बैंक वा वित्तीय संस्था उपर त्यति ऋण बराबरको सम्पत्ति चाहिँ उसले के गर्न सक्ने भयो, म लिन्छु भनेर यदि मन पर्ने भयो भने उसलाई सम्पत्ति लिने ऊ चाहिँ के भयो भने इच्छुक भयो भने चाहिँ उसले निवेदन दिन सक्ने रहेछ र निवेदन दिएको बापत चाहिँ लिक्विडेटरले त्यो सम्पत्ति उसलाई हस्तान्तरण गर्न सक्ने रहेछ। तर त्यो मूल्य चाहिँ त्यो सम्पत्तिको मूल्य निर्धारण गर्ने चाहिँ राष्ट्र बैंकले है। यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सुरक्षित साहुहरूको सुरक्षण बापत कुनै सम्पत्ति राखिएको भए त्यस्तो सम्पत्ति निजहरूको दायित्व पूरा गर्न मात्र प्रयोग गरिनेछ भनेर लेखिएको छ। यदि अब कुनै साहुहरूले दिएको कर्जा बापत राखिएको धितो छ भनेपछि त्यो धितो चाहिँ बेचेर अर्को साहुलाई चाहिँ के गर्नु भएन, दिन मिलेन, अर्को साहुको ऋणलाई चाहिँ चुक्ता गर्न मिलेन। जुन साहुको लागि धितो राखिएको छ त्यही साहुको दायित्व पूरा गर्नको लागि मात्र त्यो सम्पत्तिलाई चाहिँ बिक्री वितरण गर्न पाइने भयो। त्यति कुरा हो यसमा चाहिँ है। साहुहरूको सुरक्षण बापत कुनै सम्पत्ति राखिएको भए त्यस्तो सम्पत्ति निजहरूको दायित्व पूरा गर्न मात्र प्रयोग गरिनेछ भनेर लेखिएको है। धितो राखेको सम्पत्ति जसको लागि धितो राख्या त्यसलाई मात्रै हात पारिदिने र बिक्री गरे तापनि त्यो बिक्री गरे बापत रकम चाहिँ उसलाई नै बुझाउने, त्यसको दायित्व पहिले पुरा गरिदिने भन्ने कुरा हो। त्यसपछि छ 95 मा बुझ्न नआएको वस्तु वा रकम भनेर लेखिएको छ। यदि दाबी गर्नेको बेलामा माथि सायद योभन्दा अगाडिको भिडियोमा होला
दाबी गर्ने सूचना गरेपछि त्यो दाबी गर्ने सूचना गर्नुहोस् के भन्छ सम्पत्ति अथवा कर्जा लोनको आफ्नो जति पनि ऋण छ त्यो बैंक वित्तीय संस्था उप त्यसको लागि दाबी गर्ने भनेर चाहिँ दाबीको सूचना चाहिँ प्रकाशन र प्रसारण गरिन्छ। बैंक वित्तीय संस्थाको लिक्विडेटरले गर्ने हो त्यो गरे पश्चात चाहिँ यदि दाबी गर्ने साहुहरूले चाहिँ दाबी नगर्यो भने त्यो समय सीमाभित्र दाबी गरेनन् भने दाबी चाहिँ दाबी मानिने छैन। बुझ्न नआएको वस्तु वा रकम दाबी मानिने छैन है। त्यस्तो रकम वा वस्तु फिर्ता लिन सम्बन्धित व्यक्ति नआएमा त्यस्तो वस्तु वा रकम राष्ट्र बैंकले निर्देशन दिए बमोजिम लिक्विडेटरलाई वा अन्य निकायको जिम्मामा राख्नुपर्ने हुन्छ भनेर भनिएको छ। राष्ट्र बैंकले निर्देशन दिए बमोजिम लिक्विडेटर वा अन्य निकायको जिम्मामा राख्नुपर्ने छ भनेर लेखिएको छ। के भयो भने दाबी नै भएन भने कुनै ऋण थियो मानौ हैन, ऋण थियो, त्यो ऋणको उनीहरूले ऋण दिएका थिए, त्यो ऋणको दाबी नै भएन भने यो ऋण मेरो भनेर कसैले दाबी नै गरेन भने मैले दिएको ऋण हो भनेर दाबी नै गरेन भने त्यसपछि त्यो दाबी नगरेको ऋण अथवा त्यो दाबी नगरेको सम्पत्ति चाहिँ के हुने भयो लिक्विडेटरले पनि राख्न सक्ने भयो, अन्य कुनै निकायले पनि राख्न सक्ने भयो राष्ट्र बैंकको अधीनमा रहेर राष्ट्र बैंकले निर्देशन दिए बमोजिम। र त्यसपछि खारेजीको निर्णय भन्ने कुरा छ। खारेजीको निर्णय यस परिषद बमोजिम बाध्यता खारेजीमा रहेको र राष्ट्र बैंकबाट इजाजत पत्र रद्द भएको बैंक वा वित्तीय संस्थाको खारेजीको लागि लिक्विडेटरले खारेजीको काम सम्पन्न भएपछि सो काम कारबाहीको विवरण सहित अदालत समक्ष निवेदन दिनुपर्ने छ भनेर लेखिएको छ। यस परिषद बमोजिम बाध्यता खारेजीमा रहेको र राष्ट्र बैंकबाट इजाजत पत्र रद्द भएको बैंक वा वित्तीय संस्था खारेजीको लागि लिक्विडेटरले खारेजीको काम सम्पन्न भएपछि सो काम कारबाहीको विवरण सहित अदालत समक्ष निवेदन दिनुपर्ने छ भनेर लेखिएको छ। यो भनेको लिक्विडेटरले खारेजीको काम सम्पन्न भएको भनेर त्यस्तो खालको काम कारबाहीको विवरण सहित अदालत समक्ष दिनुपर्ने छ, निवेदन चाहिँ दिनुपर्ने छ। सकियो, मैले गर्नुपर्ने काम सके, मैले लिक्विडेटरले चाहिँ मैले सके भनेर भनेको है। कुनै बैंक वा वित्तीय संस्था चाहिँ खारेजीमा जान लाग्छ भने लिक्विडेटरले त तिनी खारेजीमा लग्ने काम कारबाहीहरू गर्ने हो, काम कारबाहीहरू मैले सम्पन्न गरेँ भनेर त्यो काम कारबाहीको विवरणहरू सहित अदालत समक्ष चाहिँ के गर्ने निवेदन दिने। अब अदालतले निवेदन पायो कि लिक्विडेटरले आफ्नो काम सकाइसक्यो, लिक्विडेटरले खारेजीको काम गर्नुपर्ने हो, खारेजीको काम लिक्विडेटरले आफ्नो काम चाहिँ सकाइसक्यो। अब उसले चाहिँ त्यस्तो खालको निवेदन पायो हैन, समक्ष निवेदन गरेमा उपर अदालतले आवश्यक जाँचबुझ गरी त्यस्तो बैंक वा वित्तीय संस्थाबाट खारेजीमा गएको निर्णय दिन सक्नेछ। सुन्नुहोस्, अब निर्णय दिने अदालतले रहेछ है। योभन्दा माथिल्लो के भन्छ खण्ड 1 मा के लेखेको थियो, उपदफा 1 मा, सरी खण्ड भन्दा उपदफा 1 मा के लेखेको थियो, लिक्विडेटरले चाहिँ यदि कुनै बैंक वा वित्तीय संस्था खारेजीमा जान लागेको छ भनेपछि त्यसको इजाजत पत्र राष्ट्र बैंकले चाहिँ के गरिदिएको छ भने रद्द गरेको छ भने राष्ट्र बैंकले इजाजत पत्र रद्द गरेको र खारेजीमा जान लागेको बैंक वा वित्तीय संस्थाको खारेजीको काम कारबाही चाहिँ सम्पन्न भयो भनेर लिक्विडेटरले सम्पन्न भएको काम कारबाहीको विवरण सहित अदालत समक्ष निवेदन दियो भने अदालतले त्यस्तो खालको निवेदन पाइसकेपछि उसले जाँचबुझ गर्ने भयो र बैंक वा वित्तीय संस्थाबाट चाहिँ खारेजीमा गएको निर्णय दिन सक्नेछ। र त्यसपछि दिएको निर्णय लिक्विडेटरले नेपाली र वा अंग्रेजी भाषाका एक-एकवटा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कम्तीमा एक पटक चाहिँ के गर्नुपर्ने हुन्छ, प्रकाशन गर्नुपर्ने छ। र त्यसरी प्रकाशन गर्दा अदालतबाट भएको आदेश तथा खारेजी प्रतिवेदनको मुख्य विषय समेत उल्लेख गर्नुपर्ने छ भनेर लेखिएको छ। र त्यसरी अब के हुने भयो, अदालतले अब त्यो निर्णय दिने भयो, जाँचबुझ गर्दाखेरि निर्णय दिने वा नदिने छुट्टै कुरा भयो। दियो भने चाहिँ के गर्ने भयो, लिक्विडेटरले चाहिँ के गर्नुपर्ने रहेछ, दैनिक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा नेपाली वा अंग्रेजी भाषाका एक-एकवटा राष्ट्रिय स्तरका दैनिक पत्रिकामा चाहिँ के गर्ने,
एक पटक चाहिँ प्रकाशन गर्ने र त्यसरी प्रकाशन गर्दा चाहिँ अदालतबाट भएको आदेश तथा खारेजीको प्रतिवेदनको मुख्य विषय अदालतबाट भएको आदेश तथा खारेजीको मुख्य विषय समेत उल्लेख गर्नुपर्नेछ भनेर भनेको छ। अदालत दिएको आदेश तथा खारेजीको प्रतिवेदनको रिपोर्टको चाहिँ मुख्य विषय के हो त्यो पनि उल्लेख गर्नुपर्नेछ। के गर्ने बेला सूचना प्रकाशन गर्ने बेला अदालतले चाहिँ के गर्यो, निर्णय दिइसक्यो, खारेजीको निर्णय दिइसक्यो भन्ने सूचना प्रकाशन गर्ने बेलामा चाहिँ आदेश तथा खारेजीको प्रतिवेदनको रिपोर्ट बनाइएको हुन्छ। त्यो रिपोर्टको चाहिँ मुख्य विषय चाहिँ समेटेर उल्लेख गर्नुपर्ने हुन्छ भनेर लेखिएको छ। र त्यसपछि छ उपदफा 4 मा उपदफा 3 बमोजिम सूचना प्रकाशित भएपछि लिक्विडेटरले सो बैंक वित्तीय संस्थाको नाम कम्पनी दर्ताको सूचीबाट हटाउन अब कम्पनी रजिस्ट्रारलाई पनि के गर्ने, अनुरोध गर्नेछ। कम्पनी रजिस्ट्रारलाई अनुरोध गर्ने कि अब यो बैंक वित्तीय संस्था चाहिँ खारिजीमा गइसकेपछि त अब नाम राखेर पनि भएन रजिस्ट्रारमा, कम्पनी रजिस्ट्रारको कार्यालयमा। कम्पनी रजिस्ट्रारको कार्यालयलाई चाहिँ के गर्ने, अब यसको नाम हटाइदिनुहोस् भनेर अनुरोध गर्ने। सोही बमोजिम कम्पनी रजिस्ट्रारले पनि अब के गर्ने रहेछ, उक्त बैंक वित्तीय संस्थाको नाम चाहिँ कम्पनी दर्ता किताबबाट चाहिँ हटाइदिने रहेछ र त्यो हटाइएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने रहेछ है। कम्पनी रजिस्ट्रारको कार्यालयले पनि के गर्ने रहेछ, लिक्विडेटरले हटाइदिनुहोस् भन्ने अनुरोध गरिसकेपछि बैंक वित्तीय संस्थाको नाम चाहिँ कम्पनी दर्ता किताबबाट हटाइदिने रहेछ र त्यस्तो सूचना चाहिँ राजपत्रमा प्रकाशन गर्ने रहेछ। नेपाल के भन्छ, नेपालको के भन्छ, नोटिस बोर्ड नै भन्छ सायद है राजपत्रलाई। त्यो राजपत्रमा चाहिँ त्यस्तो खालको नोटिस चाहिँ कम्पनी रजिस्ट्रारले चाहिँ के गर्ने रहेछ, गर्नुपर्ने रहेछ, प्रकाशन गर्नुपर्ने रहेछ हटाइएको सूचना। र त्यसपछि उपदफा 5 मा छ उपदफा 4 बमोजिम खारिजमा गएको बैंक वित्तीय संस्थाको नाम हटाइएको सूचना नेपाल राजपत्रमा प्रकाशन भएपछि उक्त बैंक वित्तीय संस्थाको बाध्यता खारिजीको काम कारबाही अन्त्य हुनेछ र त्यस्तो बैंक वित्तीय संस्था विधिवत रूपमा चाहिँ विघटन भएको मानिनेछ। सूचना प्रकाशन भयो राजपत्रमा भनेपछि राजपत्रमा प्रकाशन भइसकेपछि त्यस्तो खालको सूचना अब त्यो कम्पनी चाहिँ के भयो, बाध्यात्मिक खारिजीको काम कारबाही त्यस्तो कम्पनीको बाध्यात्मिक खारिजीको काम कारबाही चाहिँ बन्द भइसक्यो, मतलब अन्त्य भइसकेको चाहिँ घोषणा भयो र विधिवत रूपमा चाहिँ त्यो के भइसक्यो, विघटन भएको मानिनेछ त्यस्तो बैंक वित्तीय संस्था चाहिँ है। त्यसपछि अन्तिम उपदफा 6 मा छ बैंक वित्तीय संस्थाको बाध्यता खारिजीले सो बैंक वित्तीय संस्थाको कुनै सञ्चालक यिनीहरूको अब त्यो बैंक वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी, सोको शेयरधनी वा अन्य व्यक्तिको यस ऐन वा प्रचलित कानुन बमोजिमको कुनै दायित्व भए त्यस्तो दायित्व कायमी नै रहनेछ भनेर लेखिएको छ। बैंक त बन्द भयो होइन, बैंक त बन्द भयो भनेपछि बैंकको सम्पूर्ण दायित्वहरू अब बन्द भए, मतलब सकिए, दायित्व छैन बैंकको त। बैंकको दायित्व छैन भनेर बैंकमा काम गरिरहेका सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी, सोको शेयरधनी वा अन्य व्यक्तिको त अब दायित्व बन्द भएको त मानिन्न। उनीहरूको त आफ्नो व्यक्तिगत दायित्वहरू पनि हुनसक्छ। उनीहरूको आफ्नो व्यक्तिगत दायित्वलाई चाहिँ कुनै असर नपर्ने रहेछ र उनीहरूको व्यक्तिगत दायित्व चाहिँ दायित्वमै रहनेछ होइन। त्यस्तो दायित्व कायम नै रहनेछ भनेर लेखिएको छ, कायम नै रहनेछ। अब उनीहरूको दायित्व, बैंकको दायित्व सक्यो भन्दैमा उनीहरूको आफ्नो व्यक्तिगत दायित्व चाहिँ सकिन्न भनेर लेखिएको साधारण नै भयो, सिम्पल नै भइहाल्यो होइन। अब जाउँ अब दफा 97 मा। दफा 97 मा छ अब नेपालभित्र रहेका बैंक वित्तीय संस्थाको चाहिँ जनरली चाहिँ कुरा गरिसक्यौँ हामीहरूले, यसको खारिजी कसरी हुने रहेछ भन्ने कुरा। अब यसमा यो कुरामा चाहिँ के कुरा खुलाइएको छ भनेपछि शाखाको होइन, कुनै अब इन्टरनेसनल कम्पनीहरू छ भनेपछि, इन्टरनेसनल बैंक वा वित्तीय संस्था छन् भनेपछि अन्तर्राष्ट्रिय स्तरमै काम गरिरहेका त्यस्ता खालका बैंक वित्तीय संस्थाको कुरा छ। यसमा चाहिँ एकभन्दा बढी मुलुकमा कारोबार गर्ने बैंक वित्तीय संस्थाको बाध्यता खारिजीको कुरा छ। एकभन्दा बढी मुलुकमा कारोबार गर्ने बैंक वित्तीय संस्थाको शाखाको बाध्यता खारिजीको प्रक्रिया राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रचलनलाई मध्यनजर गरी निर्धारण गरे बमोजिम हुनेछ भनेर लेखिएको छ। राष्ट्र बैंकले चाहिँ अन्तर्राष्ट्रिय प्रचलनलाई मध्यनजर गरेर, अन्तर्राष्ट्रिय
प्रचलनमा चाहिँ कस्तो छ त्यसलाई हेरेर नेपाल राष्ट्र बैंकले चाहिँ निर्धारण गर्छ के गर्नलाई अन्तर्राष्ट्रिय स्तरमा चलिरहेका एकभन्दा बढी मुलुकमा काम कारबार गरिरहेका बैंक वित्तीय संस्थाको शाखाको बाध्यता खारेजीको कुरा चाहिँ के बमोजिम हुँदैछ नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तर अन्तर्राष्ट्रिय प्रचलनमा रहेको प्रक्रिया हैन चलनलाई त्यो प्रचलनलाई मध्यनजर गरी निर्धारण गरेको बमोजिम हुनेछ र त्यसपछि तर एकभन्दा बढी मुलुकमा काम कारबार गर्ने बैंक वित्तीय संस्थाको सहायक कम्पनीको रूपमा छ भनेपछि भन्नुको मतलब सब्सिडियरी कम्पनी छ भनेपछि यो त ब्रान्चको कुरा भयो ब्रान्च चाहिँ कस्तो हुँदैछ ब्रान्चको बाध्यता खारेजी चाहिँ नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रचलनलाई मध्यनजर गरी निर्धारण गरे बमोजिम हुने रहेछ भने बुझ्नुभयो होला है शाखाको चाहिँ ब्रान्चको चाहिँ तर सहायक कम्पनीको चाहिँ अब नेपालभित्र रहेका सहायक कम्पनीको चाहिँ के हुने भयो तिनीहरूको खारेजी चाहिँ बाध्यता खारेजी चाहिँ यही दफा यही परिच्छेद बमोजिम हुन्छ मुलुकमा कारोबार चाहिँ के हुन्छ यो परिच्छेद बमोजिम नै हुनेछ भनेर लेखिएको छ यसमा बुझ्नुभयो होला मतलब अरु बैंक हामीले अरु बैंक वित्तीय संस्था जसरी नै हुन्छ त्यसरी नै हुने भयो सहायक कम्पनीको चाहिँ तर शाखाको चाहिँ अन्तर्राष्ट्रिय प्रचलनलाई मध्यनजर गरेर राष्ट्र बैंकले निर्धारण गरे बमोजिम हुन्छ भनेर लेखिएको छ दाबी नलाग्ने अब यसमा छ दफा 86 बमोजिम आफ्नो दाबी पेश गर्न सूचना गर्दा तोकिएको समयभित्र दाबी पेश नगर्ने साहू तथा अन्य व्यक्तिले दाबी पेश गर्ने अवधि समाप्त भएपछि कुनै दाबी पेश गर्न पाउने छैन भनेर लेखेको छ दाबी गर्ने 86 बमोजिम चाहिँ के त्यो 86 मा चाहिँ दाबी पेश गर्ने भन्ने कुरा चाहिँ थियो र दाबी पेश गर्ने सूचना 86 मा छ त्यो सूचना प्रकाशन भइसकेपछि दाबी पेश गर्ने मितिसम्म दाबी नगरेका जति पनि साहुहरू छन् उनीहरूले दाबी अब गरे पनि त्यो दाबी मानिने छैन दाबी पेश गर्नै पाउने छैन भनेर लेखिएको छ है र तर निक्षेप गर्दा र यसमा एक्सेप्सन पनि छ तर निक्षेपकर्ताको खातामा रहेको रकम उपर दाबी नपरेको कारणले निजको हकमा कुनै असर पर्ने छैन यदि खातामै पैसा छ भनेपछि खातामा भएको पैसा दाबी गरे तापनि नगरे तापनि त्यो दाबी गरे तापनि नगरे तापनि उसले चाहिँ पाउनु पर्ने रहेछ है कुनै डिपोजिट गरेको उनीहरुको खातामै डिपोजिट भएर रहेछ भनेपछि रुपैयाँ चाहिँ रकम चाहिँ अब त्यो रकम त नपाइ नहुने है उसले पाइहाल्छ पनि त्यो चाहिँ त्यसमा चाहिँ कुनै असर पार्दैन भनेर लेखिएको यहाँनिरको यो दफाले 98 दफा 98 ले त्यस्तो कुरा गरेको छ र मलाई लाग्छ तपाईहरुले यही सँगसँगै यो तीनवटा भिडियोमा मैले परिच्छेद 12 लाई समापन गरेको छु तीनवटा भिडियो लगभग 1-1 घण्टाको 1-1 घण्टाको हाराहारीमा छन् र 1-1 घण्टाको भनेपछि 3 घण्टा लगभग 3 घण्टाको अन्तरालमा चाहिँ मैले यो परिच्छेद 12 लाई समापन गरेको छु र हजुरहरुले यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने अन्य दुईवटा भिडियोहरुलाई पनि हेर्नुभयो भने यो भन्दा अघिल्ला दुईवटा भिडियोलाई हेर्नुभयो भने हजुरहरु परिच्छेद 12 सँग प्रष्ट हुनुहुन्छ मलाई आशा छ यो भिडियो पनि हजुरहरुलाई एकदमै राम्रो लाग्यो होला र जे जस्तो लाग्यो हजुरहरुले कमेन्टमा लेखिदिनु होला ताकि मलाई पनि यो भिडियोहरुलाई चाहिँ अझ सुधार्न सजिलो हुनेछ र यदि राम्रो लाग्यो भने लाइक गर्न सक्नुहुन्छ राम्रो लागेन भने पनि डिसलाइक गर्न सक्नुहुन्छ भन्दै म हजुरहरुसँग आउँदो दिनमा यस्तै प्रकारका भिडियोहरु ल्याएर हजुरहरुसँग नेक्स्ट भिडियोमा भेट्ने बाचाका साथ यो भिडियोमा चाहिँ बिदा हुन चाहन्छु हस्त नमस्ते।